नेपालको शेयर बजार अर्थात् नेप्से निरन्तर ओह्रालो लागेको देखेर के तपाईँ पनि आत्तिनु भएको त छैन? 2600 आसपासमा झरेको बजार अब कता जाला? आजको यो भिडियोमा हामी शेयर बजार किन घटिरहेको छ, यसले कस्तो असर पार्छ, सरकारले के गर्नुपर्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईँ र हामी जस्ता लगानीकर्ताहरूले अब के गर्नुपर्छ भन्ने विषयमा सरल भाषामा चर्चा गर्नेछौँ। सबैभन्दा पहिले बुझौँ बजार अहिले कुन अवस्थामा छ। केही महिना अघि उत्साहका साथ बढेको नेप्से अहिले सच्चिने क्रम अर्थात् करेक्सन फेजमा छ। सबैभन्दा चिन्ताको विषय त के हो भने पहिले दैनिक 10 देखि 15 अर्बसम्म हुने कारोबार रकम घटेर अहिले 3 देखि 5 अर्ब रुपियाँमा खुम्चिएको छ। यसको सिधा अर्थ हो बजारमा नयाँ पैसा आउन रोकिएको छ र लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा छन्। आखिर बजार यसरी किन घट्यो त? यसका मुख्य 3 कारणहरू छन्। पहिलोमा अर्थ मन्त्रालयको कडा नीति र मनोवैज्ञानिक डर। अर्थ मन्त्रालय र नियामक निकायहरूले बजारका ठूला अनियमितता र इनसाइडर ट्रेडिङमाथि कडा छानबिन र कारबाही सुरु गरेका छन्। यसले बजारलाई सफा त बनाउँछ, तर तत्कालका लागि ठूला खेलाडीहरूमा डर पैदा भएको छ र उनीहरूले लगानी रोकेका छन्। दोस्रोमा पुँजीगत लाभ करमा वृद्धि। नयाँ व्यवस्था अनुसार आपतकालीन कारोबारको लागि 7.5% बढाएर 10% र दीर्घकालीन का लागि 5%बाट बढाएर 7.5% बनाइएको छ। यसले गर्दा दिनौ शेयर फ्याँक्ने र किन्ने ट्रेडर्सहरूको मनोबल खस्किएको छ। तेस्रोमा हो बैंकहरूको कमजोर लाभांश क्षमता। हालै सार्वजनिक भएको वित्तीय विवरण अनुसार बैंकहरूको खराब कर्जा बढेको छ। यसले गर्दा बैंकहरूले यसपालि सोचे जस्तो बोनस वा लाभांश दिन सक्दैनन् कि भन्ने लगानीकर्तामा डर छ। भनेपछि हामीले अब के गर्ने त? पहिलो कुरा नआत्तिनुस्। शेयर बजारको इतिहास नै यही हो, बढेपछि घट्छ र घटेपछि फेरि बढ्छ। यो बजारको एउटा चक्र हो। दोस्रो कुरा कम्पनीको वित्तीय अवस्था हेर्नुहोस्। हल्ला र सामाजिक सञ्जालको कुरा सुनेर शेयर नकिन्नुहोस्। प्रति शेयर आम्दानी इपिएस राम्रो भएका, नियमित लाभांश दिने र बलिया कम्पनीहरू मात्र छनौट गर्नुहोस्। तेस्रो अनि मुख्य कुरा घट्दो बजार नै अवसर हो। यदि तपाईँ दीर्घकालीन लगानीकर्ता हुनुहुन्छ भने बलियो कम्पनीको शेयर सस्तो मूल्यमा किन्ने यो उत्तम समय हो। तर आफ्नो सबै पैसा एकैपटक नलगाई अलिअलि गर्दै किस्ता किस्तामा लगानी थप्नुहोस्। बजारलाई फेरि चलायमान बनाउन सरकार र नेपाल राष्ट्र बैङ्कले पनि केही कदम चाल्न जरुरी छ। राष्ट्र बैङ्कले शेयर कर्जाको सीमालाई थप खुकुलो बनाउनु पर्छ र बैङ्कहरूलाई बजारमा लगानी गर्न प्रोत्साहन गर्नुपर्छ। बढाइएको पुँजीगत लाभ करलाई पुनरावलोकन गरेर ट्रेडिङ गर्नेहरूलाई राहत दिनुपर्छ। धितोपत्र बोर्डमा स्थायी नेतृत्व ल्याएर बजारमा सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङ जस्ता अत्याधुनिक टुल्सहरू भित्राउनुपर्छ। र अन्त्यमा छोटो समयका लागि बजार चुनौतीपूर्ण देखिए पनि नेपालको अर्थतन्त्रमा रेमिट्यान्स राम्रो छ, बैङ्कहरूमा पैसा पर्याप्त छ र ब्याज दर घट्दो क्रममा छ। त्यसैले दीर्घकालीन नेपाली शेयर बजारको भविष्य निकै उज्जवल छ। तपाईँलाई चाहिँ यो विषयमा के लाग्छ? सरकार र लगानीकर्ताले के गर्नु पर्ला त? अबको शेयर बजार कता जाला? आफ्नो विचार कमेन्ट बक्समा राख्न नबिर्सिनु होला। धन्यवाद।